हेलो मेरो साथीहरु, आज म तपाईहरुको लागि यस्तो राम्रो चीज लिएर आएको छु। यस्तो राम्रो चीज लिएर आएको छु, तपाईहरु एकदमै खुसी हुनुहुन्छ हैन। यदि तपाईहरुको पास पुरानो जमानाको टिभी छ भने त्यसलाई कबारीमा बेच्नु पर्दैन, त्यसलाई फाल्नु पर्दैन है। किनभने त्यो पुरानो टिभीलाई चाहिँ हामीले अहिलेको जेनेरेसनमा जो 40-50 हजार खर्चेर एलसीडी लिने हैन, स्मार्ट टिभीहरु लिएर चाहिँ हामीले युज गर्छौं नि, त्यति पैसा खर्च भन्दा तपाईको त्यही पुरानो टिभीलाई नि चाहिँ एलसीडी टाइपको बनाउन सक्नुहुन्छ, स्मार्ट बनाउन सक्नुहुन्छ। जो कि उसको लागि के चाहिन्छ त्यो भन्दाखेरि म तपाईहरुलाई लिएर आएको छु Amazon Fire Stick, Amazon Fire Stick Lite और Amazon Fire Stick 4K। तपाईहरुको पुरानो टिभीलाई पनि यसले स्मार्ट टिभी बनाइदिन्छ हैन। तपाईको त्यसमा यो लगाइसकेपछि तपाईहरुको सबै नयाँ जो पनि नेटफ्लिक्स भयो, युट्युब भयो, सबै चीजहरु चल्छन् र चल्नेको साथसाथै तपाईहरुको टिभीले चाहिँ स्मार्ट बनाइदिन्छ। तपाईहरुले आफ्नो टिभीलाई चाहिँ आफ्नो ब्लुटुथ मार्फत आफ्नो कनेक्ट पनि गर्न सक्नुहुन्छ। जो कि पुरानो टिभीलाई तपाईहरुले नयाँ 40-50 हजार खर्च गरेर नयाँ एलसीडी किन्नु पर्दैन।